नमस्कार, टेक इन्फोमा तपाईहरुलाई स्वागत छ साथीहरु। आजको यस भिडियोमा म तपाईहरुलाई फ्रान्स फरेन लिजनमा कसरी भर्ती हुने र फ्रान्स फरेन लिजनमा फ्रान्स कसरी जाने, मुख्यतः फ्रान्स कसरी जाने र कसरी त्यहाँ पुग्ने र तपाई अरु कन्ट्रीमा हुनुहुन्छ भने पनि फ्रान्स कसरी जाने भन्ने विषयमा आजको यो भिडियोमा म चर्चा गर्छु। तपाईहरु राम्ररी यो भिडियोलाई सुन्नु होला। अब यस्तो साथीहरु, तपाई यदि युरोपियन कन्ट्रीमा हुनुहुन्छ, तपाई सेन्जेन कन्ट्रीमा हुनुहुन्छ भने त कुनै गाह्रो भएन, इजी भइहाल्यो। तपाई छुट्टी लिनुस्, फ्रान्स जानुस्, भर्ती देखाउनुस्, भर्ती भयो भने भइहाल्यो, भएन भने आफू जुन कन्ट्रीमा छ त्यो कन्ट्रीमा आएर काम गर्नु सजिलो भइहाल्यो। यदि तपाई नेपालमा हुनुहुन्छ भने सबैभन्दा सजिलो चाहिँ नेपालबाट तपाईको डाइरेक्ट फ्रान्स जान हो। तर डाइरेक्ट फ्रान्सको तपाईको भिजिट भिजा त्यति सजिलै लाग्दैन, अलि गाह्रो छ, त्यो धेरै नै गाह्रो छ हेर्नुस् है। र अर्को भनेको वर्किङ भिजा फ्रान्सको त्यति आउँदैन, त्यो पनि तपाईको अलिकति असम्भवै छ। अब यदि तपाई सेन्जेन कन्ट्रीमा हुनुहुन्छ भने त मैले भनिहालेँ इजी भइहाल्यो हैन। यदि तपाई सेन्जेन कन्ट्रीमा हुनुहुन्न, तपाई जस्तै मानिलिनु युरोपको कुनै सेन्जेन नभएको युरोपियन कन्ट्रीमा हुनुहुन्छ, तपाई हुनुहुन्छ साइप्रसमा हुनुहुन्छ हैन। त्यस्तै गरी तपाई अरु पनि युरोपियन कन्ट्रीहरु छ, तपाई जर्जियामा हुनु होला। जस्तै तपाई चाहिँ मानिलिनु युरोपको छेउमा अस्ति एउटा साथीले कमेन्ट गर्नुभएको थियो म टर्कीमा छु भन्नुभएको थियो हैन। अब कति साथीहरु दुबईमा हुनु होला, कतारमा हुनु होला हैन, अरु गल्फ कन्ट्रीमा नि हुनु होला। अब यसमा चाहिँ एउटा कुरा के हुन्छ साथीहरु भने तपाई त्यहाँबाट चाहिँ भिजिट भिसामै जाने हो, त्यहाँबाट तपाईले भिजिट भिसा अप्लाई गर्ने हो। तर तपाईले नेपालबाट गर्दा भन्दा त्यहाँबाट गर्दा फेरि चान्सेस अलिकति बढी हुन्छ। किन भन्दा तपाई एउटा त्यहाँ त्यो जुन तपाई जस्तै मान्ने उदाहरणको लागि एउटा साथीले टर्कीमा छु भन्नुभएको थियो, टर्कीमा तपाई हुनुहुन्छ, तपाईको इन्कम राम्रो छ हैन, तपाईले चाहिँ त्यो कम्पनीलाई कुरा गरेर चाहिँ म फ्रान्स घुम्न चाहन्छु भनेर तपाईलाई त्यहाँ कम्पनीले एनओसी पनि दियो भने तपाईले चाहिँ भिजिट भिसाको लागि अप्लाई गर्न सक्नुहुन्छ। तपाईको नेपाल भन्दा त्यहाँबाट अलिक चान्सेस बढी हुन्छ हैन। अब 100% स्योर भिजा लाग्छ त म भन्दिन हैन, त्यो चाहिँ तपाईको प्रोफाइल हेरेर पनि उनीहरुले डिसाइड गर्ने कुरा हो हैन। अब तपाईको प्रोफाइल कस्तो छ, तपाईको आईडी कस्तो छ हेरेर जस तपाईको यहाँ भन्दा नेपाल भन्दा अलिक चान्सेस राम्रो हुन्छ है। तपाईले चाहिँ त्यहाँबाट पनि भिजिट भिसा अप्लाई गर्न सक्नुहुन्छ। अब तपाईले आफै गर्न सक्नुहुन्छ भने त फ्रान्सको तपाईको वेबसाइटमा गएर फ्रान्स जस्तै तपाईको टर्कीको तपाईको चाहिँ एम्बेसीको तपाईको चाहिँ वेबसाइटमा गएर के डकुमेन्टहरु चाहिन्छ भिजिट भिसाको लागि पनि तपाईले हेरेर पनि गर्न सक्नुहुन्छ। होइन तपाईलाई आउँदैन भने तपाईले टर्कीमा पनि कुनै एउटा ट्राभल एजेन्सीलाई केही फी दिएर तपाईको चाहिँ भिजिट भिसा तपाईले अप्लाई गर्न सक्नुहुन्छ। अनि यो पनि एउटा भयो। अब मानिलिउ तपाई चाहिँ अब सेन्जेन कन्ट्रीमा हुनुहुन्छ भने त तपाईलाई मैले भन्नै पर्ने सुरुमा भने इजिली तपाईको चाहिँ छुट्टी लिने, टिकट काट्ने, जाने सजिलो भइहाल्यो, त्यो गाह्रो भएन। अब फ्रान्स फरेन लिजनमा अलिकति म तपाईलाई थोरै विषयमा बताउँछु। अब फ्रान्स फरेन लिजनमा ठ्याक्कै तपाईको एजुकेसन चाहिँ यति चाहिन्छ भन्ने छैन। र फ्रान्स फरेन लिजन भनेको के हो भने फ्रान्समा तपाईको दुईटा आर्मी छ। अब एउटा फ्रान्सको तपाईको नेसनल आर्मी भइहाल्यो, अर्को तपाईको फ्रान्स फरेन लिजन भइहाल्यो। फ्रान्स फरेन लिजन भनेको चाहिँ फरेनहरु हैन, विदेशीहरुको एउटा सेना बनाएको फ्रान्सले, र त्यहाँ चाहिँ विश्वभरिको सम्पूर्ण देशबाट तपाईको चाहिँ फ्रान्स फरेन लिजनमा भर्ती हुन पाइन्छ। जस्ट तपाईको फ्रान्समा पुग्नु पर्यो। एजुकेसन यति उति चाहियो भन्दैन, तपाईले यहाँबाट लिएर जानुपर्ने डकुमेन्ट भनेको तपाईले आफ्नो बर्थ सर्टिफिकेट लिएर जानुपर्ने हुन्छ। त्यति भयो भने पुग्छ। अब रहेको कुरो तपाईको चाहिँ जुन सेलेक्सन प्रोसेसमा तपाईको त्यही हो, लगभग तपाईको चाहिँ एउटा आर्मीमा जानलाई लागि तपाईको हेल्थ हैन, स्वास्थ्य र तपाईको चाहिँ फिजिकली तपाई फिट हुनु पर्यो हैन। तपाईले स्वास्थ्य तपाईको कुनै रोगसोग हुनु भएन हैन, कुनै अपरेसन ठुलो हुनु भएन हैन, तपाई हेल्दी हुनु पर्यो। अब एउटा सामान्य बुझ्नुस् न, एउटा नेपाल आर्मीमा तपाई भर्ती हुनु तपाईसँग कतिको चाहिँ एउटा क्षमता चाहिन्छ त्यो भइहाल्यो। अर्को भनेको मुख्य त्यहाँ हुने भनेको आईक्यू टेस्ट हो। तपाईले आईक्यू अलिकति प्र्याक्टिस गर्नु होला, आफैले प्र्याक्टिस गर्नुभयो भने आईक्यू तपाईले इजिली पास गर्न सक्नुहुन्छ। अब रनिङ बिप रनिङ हुन्छ। अब पुलअप तपाईको चाहिँ तपाईले 10-12 हान्नु भने पुगिहाल्छ, त्यस्तै हान्नु पर्यो, जति हान्नु भयो त्यति राम्रो तपाईको लागि हैन। अब उमेर तपाईको त्यही 18 सकेले तपाईको 18 देखि तपाईको 39 सम्म लिन्छ हैन। र तपाईको पहिला चाहिँ अहिले तपाईको चाहिँ पहिला वर्षमा तपाईको 1600-1700 तपाईको चाहिँ नयाँ तपाईको रिक्रुट उनीहरुले गर्छ है। अहिले तपाईको नयाँ नियममा चाहिँ हप्ताको 30 जना लिने भन्ने उनीहरुले एउटा खालको चाहिँ त्यो चाहिँ बनाएको छ। र तपाईको चाहिँ अब फ्रान्स फरेन लिजनमा त्यही हो साथीहरु, तपाईको चाहिँ ब्रिटिश आर्मी जस्तो त्यहाँ तपाईको पेन्सनहरु आउँदैन। त्यहाँ तपाईको लगभग तपाईले 5 वर्ष चाहिँ जागिर खाइसकेपछि तपाईले त्यहाँको पीआर को लागि अप्लाई गर्न सक्नुहुन्छ, पीआर पाउनुहुन्छ। त्यसपछि तपाईले फेरि केही समयपछि तपाईले चाहिँ सिटिजनशिपको लागि अप्लाई गर्न सक्नुहुन्छ हैन। सुरुमा तपाईले 5 वर्षको लागि तपाईले पीआर नपाएसम्म तपाईले आफ्नो फ्यामिली कोही पनि लान पाउनुहुन्न हैन। तपाईको त्यहाँ चाहिँ कन्ट्र्याक्टमा तपाईले काम गर्नुपर्ने हुन्छ। सुरुमा
5 इयर्सको कन्ट्र्याक्ट हुन्छ। त्यसपछि फेरि उनीहरूले तपाईँले राम्रो काम गर्नुभयो ठिक छ भने तपाईँलाई कन्ट्र्याक्ट बढाउँदै जान्छ उनीहरूले। त्यसपछि फेरि 3 वर्ष फेरि 3 वर्ष त्यसरी बढाउँछ उनीहरूले होइन। र तपाईँको चाहिँ फ्रान्स फरेन लिजनमा तपाईँको चाहिँ तलबको कुरा गर्नुहुन्छ भने जम्मा 1380 युरो तलब हुन्छ। अब पुग्न पुग 2 लाख रुपियाँ नेपाली, अहिले 2 लाखै पुगेर अहिले त युरोको भाउ बढी छ। र फ्रान्स फरेन लिजनमा बढी जस्तो ड्युटी भनेको तपाईँको फ्रान्समा भन्दा पनि बढी जस्तो उनीहरूको हिजो तपाईँको चाहिँ फ्रान्सले जुन कन्ट्रीमा चाहिँ अब हुन्छ नि उसको उसले चाहिँ शासन गरेको थियो, अब त्यो कन्ट्री कतिपय त छोड्दै पनि आइरहेको छ। तपाईँको चाहिँ त्यो बुर्किना फासो भन्ने जुन कन्ट्री छ त्यसमा तपाईँको चाहिँ अब फ्रान्सको सेना सबै ब्याक नै भइसक्यो। माली लगायतका केही चाहिँ नाइजर होला केही देशहरूमा तपाईँको छ त्यहाँ फ्रान्सको सेना। ती देशहरूमा तपाईँको चाहिँ शान्ति सुरक्षाको लागि नै चाहिँ फ्रान्स फरेन लिजनलाई खटाउँछ स्पेसली। र तपाईँको चाहिँ फ्रान्स फरेन लिजनलाई अब फ्रान्समा पनि फ्रान्सको आफ्नो देशमा त खटाउने भइहाल्यो होइन। तर स्पेसली बाहिर तपाईँको मिसनहरूमा पनि धेरै लान्छ। अब तपाईँको चाहिँ फ्रान्स फरेन लिजनमा तपाईँको चाहिँ त्यही हो, तपाईँ अब बाहिर काम गर्नुभन्दा त्यसमा चाहिँ के हुन्छ भन्दा अब तपाईँको हुन्छ नि अब मुख्य रूपमा बस्ने खाने स्वास्थ्य होइन सम्पूर्ण कुराहरू तपाईँको फ्री हुन्छ आर्मीमा। तपाईँको नेट तलब बच्छ होइन, त्यो तपाईँलाई एकदम फाइदा हो होइन। र तपाईँको चाहिँ एउटा हुन्छ नि चाहिँ हेल्दी लाइफ र एउटा टाइम टेबलको लाइफ जिउन पाइन्छ होइन। तपाईँको त्यो एउटा हुन्छ तपाईँलाई। र तपाईँलाई जहिले पनि आर्मीमा एउटा हुन्छ बिहान 4 उठ्ने होइन एउटा टाइम टेबल हुन्छ, एउटा डिसिप्लिन हुन्छ, त्यसले तपाईँलाई चाहिँ स्वस्थ राम्रो र तपाईँको चाहिँ फ्रेस बनाउँछ जहिले पनि होइन। र तपाईँको चाहिँ पछि त्यहाँ लामो समय बस्नु भने तपाईँले त्यहाँको पिआर त्यहाँको तपाईँको चाहिँ सिटिजनसिप पनि लिन सक्नुहुन्छ लामो समय काम गरिसकेपछि होइन, त्यो छ। तर ब्रिटिस आर्मी जस्तो पेन्सनहरू चाहिँ आउँदैन। अब त्यहाँको तपाईँ सिटिजनसिप हुनुभयो भने त अब अभियसली तपाईँको त्यो देशको कन्ट्रीको तपाईँको चाहिँ जुन बुढेसकालमा तपाईँको चाहिँ सोसल फन्डहरूदेखि लिएर अब विभिन्न तपाईँको सेवाहरू तपाईँले पाइहाल्नुहुन्छ, त्यो त भइहाल्यो। र तपाईँको चाहिँ अब मुख्य रूपमा त भर्ती हुनको लागि त्यस्तो धेरै गाह्रो भन्ने त हुन्न होइन। तर मुख्य रूपमा म जहिले पनि हरेक साथीलाई के भन्छु भन्दा तपाईँमा उनीहरूले तपाईँको हुन्छ नि मान्छे अलि धेरै कम्पिटिसन छ, धेरै मान्छे हुन्छ, तर तपाईँमा उसले के देख्नु पऱ्यो भन्दा यो मान्छे एउटा साँच्चीकै आर्मी बन्ने खालको यो मान्छे हो कि होइन भन्ने कुरो उसले तपाईँलाई निहाल्छ। त्यो कुरो तपाईँमा पायो भने उसले तपाईँलाई सिलेक्सन गर्छ। भनेको मतलब के हो भन्दा आजको दिनमा म तपाईँलाई एउटा के भन्छु भन्दा फ्रान्स फरेन लिजनमा होइन मलाई के लाग्छ आज दिन भन्दा मैले तपाईँ नरिसाउनु होला, तर फ्रान्समा तपाईँको चाहिँ फ्रान्सको सेना एउटा ठुलो वारमा तपाईँको फ्रान्स गयो भने लगभग मलाई लाग्छ तपाईँको चाहिँ 70-80-90% तपाईँको मान्छेहरूले जागिर छोड्छ होला। 10% मान्छे कोही बस्ला, तर 90% मान्छे जागिर छोड्छ होला। हेर्नुहोस्, किन भन्दा फ्रान्समा अधिकांश धेरै मान्छेहरू चाहिँ अहिले त्यही हो, त्यहाँ तपाईँको चाहिँ वार छैन, केही छैन, सुख हुन्छ, रिस्क पनि केही पनि छैन भन्ने हिसाबले एउटा जागिर खानी हो होइन। तर चाहिँ रिक्स भयो भने त धेरै मान्छेले जागिर छोड्छ। तर अहिले सुखको तपाईँको चाहिँ जागिर भएर मान्छेले धेरै त्यहाँ तपाईँको त्यो चाहिँ जानको लागि धेरै मान्छेले इच्छुक हुने हो। अब कतिपय मान्छेहरू त के हुन्छ त आर्मी नै बन्छु म, जस्तै वार पनि लड्छु मरि नै मर्छु भन्ने खालको मान्छेहरू चाहिँ 10% मान्छे बस्छ त्यहाँ। तर 90% मान्छेहरू चाहिँ धेरै जस्तो अब चाहिँ अलिकति हुन्छ नि सुख त्यहाँको सुविधालाई हेरेर जाने हो। र अब तपाईँहरू चाहिँ अस्ति एउटा साथीले टर्कीबाट भन्नुभएको थियो, एकचोटि तपाईँ मैले भने तपाईँलाई नेपालबाट भन्दा पनि तपाईँ टर्कीबाट चाहिँ भिजिट भिजा अप्लाई गर्नुभयो भने चान्सेस अलिक बढी हुन्छ, तपाईँले त्यहाँबाट चाहिँ गर्न सक्नुहुन्छ। त्यहाँ तपाईँले आफैले भन्दा पनि कुनै एउटा ट्राभल एजेन्सीलाई अब केही पैसा तिरेर तपाईँले अप्लाई गर्नुभयो भने तपाईँलाई उनीहरूले राम्रो सल्लाह दिन्छ र तपाईँको भिजा लाग्ने चान्स पनि राम्रो हुन्छ। अब तपाईँ नेपालबाट जाँदै हुनुहुन्छ भने नेपालबाट डाइरेक्ट भिजा लाग्न गाह्रो छ। तपाईँ सकेसम्म सेन्जेन कन्ट्रीमा गएर त्यहाँबाट जान सक्नुहुन्छ। त्यसको लागि तपाईँ रोमानिया होइन, अब अलि नेपालबाट अलिक धेरै भिजा लाग्ने भनेको रोमानिया हो। रोमानिया गएर रोमानियामा सेन्जेन कन्ट्री भइसक्यो, रोमानियाबाट तपाईँ जान सक्नुहुन्छ, त्यो एउटा बेस्ट वे हो है। अब अर्को तपाईँको डाइरेक्ट जस्तै अब कतिपय साथीहरू दुबईमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ भने पनि दुबईमा पनि बसेर पनि दुबईबाट तपाईँको चाहिँ त्यहाँबाट पनि भिजिट भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ होइन। यहाँबाट भन्दा चान्सेस अलिकति त्यहाँबाट राम्रो हुन्छ, किन भन्दा तपाईँको त्यहाँ इन्कम राम्रो देखिन्छ क्या। नेपालमा त खासै इन्कम देखिँदैन, राम्रो हुँदैन मान्छेको होइन, त्यहाँ चाहिँ कम्ती इन्कम राम्रो हुन्छ। र यति कुरा हो कि फ्रान्सले भिजा दिनको लागि चाहिँ के कुरा हेर्छ भन्दा तपाईँ फ्रान्समा गएर भाग्नुहुन्न, तपाईँ फर्किनुहुन्छ, तपाईँ साँच्चैकै एउटा घुम्ने मान्छे हो भन्ने खालको तपाईँको प्रोफाइल आइडी देख्यो भने चाहिँ उनीहरूले तपाईँलाई भिजा दिन्छ है। यही नै हो साथीहरू। र तपाईँको चाहिँ मेरो चाहिँ युट्युब च्यानलमा अरू पनि भिडियोहरू छ, तपाईँले हेर्न सक्नुहुन्छ फ्रान्स फरेन लिजनको विषयमा।
र तपाईँको चाहिँ अरू केही तपाईँको कुराहरू क्वेसनहरू छ भने मलाई कमेन्ट गर्नुहोला, म त्यसको लागि फेरि अर्को भिडियो बनाउनेछु। र आजको भिडियो अन्त्य गर्छु। नमस्कार, धन्यवाद।